को आधारमा चाहिँ नियुक्ति हुने परम्परालाई बसाल्न खोजिरहेका थियौँ। परम्परा भनेको एक दुई पटकबाट त कायम हुँदैन, धेरै लामो अवधि त्यसलाई फलो गरेपछि त्यो परम्पराको रूप लिन्छ। त्यो चाहिँ प्र्याक्टिसको रूपमा डेभलप भइरहेको थियो, परम्पराको स्ट्याटस त पाएको छैन अहिले। अब त्यो गर्दै जाँदाखेरि के छ भने तरै पनि जुन उद्देश्यले हामी त्यो परम्परालाई हामीले फलो गर्नुपर्छ भनी आएका थियौँ, त्यो उद्देश्य त्यसले हासिल गरेका थिएनन्। अझै पनि प्रधान न्यायाधीशको नियुक्तिको कुरा आउँदाखेरि त्यो एलिजिबल भएर सिफारिस गरेका न्यायाधीशहरूले पार्टीका नेताहरूलाई कल गर्ने, सपोर्ट माग्ने, यस्तो भन्छुन गर्ने कुराहरू चाहिँ टोटल्ली बन्द भयो भन्ने कुरा चाहिँ होइन, त्यो चाहिँ कन्टिन्यू नै रहेको थियो। त्यसमध्ये पनि एउटा समस्या के आयो भनेदेखि चाहिँ अब सिनियरिटीबाटै प्रधान न्यायाधीश हुने भएपछि अब पछि गएर चाहिँ प्रधान न्यायाधीश मैले चाहेको प्रधान न्यायाधीश बनाउने, अहिले नियुक्ति गर्दा नै म मेरो प्रधान न्यायाधीश अहिले चाहन्छु, 9 वर्षपछि को प्रधान न्यायाधीश हुन्छ म अहिले डिसाइड गर्छु भनेर त्यो हिसाबले चाहिँ नियुक्ति प्रक्रिया अगाडि बढे। त्यो त त्यही त देखिन्थ्यो त रुरल क्रममा यो भनेर जनमपत्रिकाको आधारमा नियुक्ति गरेर पठाइए ताकि उसले भनेको मान्छेले चाहिँ चिफ जस्टिस भएर काम गर्न चाहिँ सुनिश्चित होस् भन्ने किसिमको उद्देश्यले त्यसरी गर्यो। त्यो वास्तवमा गलत काम थियो।